गाइस वेलकम ब्याक टु न्यू आज हामी हाम्रो बेटाले यो के भन्छ मिल वर्म जस्तै यसलाई के भन्छ बिटस के भन्छ यसलाई चाहिँ हामी हाम्रो बेटा फिसलाई खान दिनेवाला हौं। हेरमै बेटालाई देखा, यो चाहिँ हाम्रो मेल बेटा हो। यो चाहिँ आइसकेको छ यसमा हैन गाइस। अब हेरमै हाम्रो बेटाले खान्छ कि खाँदैन। छैन गयो छैन त्यही तासेर के खान्छ होला तासेर हो कि मैले हातले नै दिन्छु झार्दिन्छु। खायो टप ओए मोन्स्टरले खाइदिए जस्तो छैन छ जति। फिमेलकोले चाहिँ खान्छ के हो तगडावाला। फिमेलले चाहिँ के खान्छ? ल अझ एउटा दिउँ न जिन्दावाला। त्यो त मरेको त्यसले नखाए। त्यो त जिन्दावाला खान्छ कि गाइस। यो चाहिँ जिन्दावाला गयो भाइ पानी। मेल बेटाको रिफ्लेक्सन कडा लेखाइन्छ। जा भाइ यस्तो गरे भने स्टेजमा जान्छ हैन। खान्छ 3 2 1 अट्याक गर्दै डरायो खाइदिन्छ। अब यसको मुखको साइज भन्दा चाहिँ अलि ठुलै छ। के अट्याक हान्दिरहेको? हाम्रो मोन्स्टर फिस हुन्छ नि गाइस जब यो एक्वेरियममा तब चाहिँ दिन मजा आउँछ यो मिलमा। भाइ पोलर प्यारेटले त के खान्छ प्याट लाएर? खै राम्रै देखान यार भिडियो। यसमा पजानु गाइस एउटा चाहिँ खाइदियो भने ढिए रहेछ। हेर्नु यसले खान्छ गाइस। खाना गइराख अट्याक हान्ला। फिमेल बेटाले चाहिँ हान्छ कि अट्याक दामी गाइस। यहाँनिर चाहिँ छ फिमेल बेटा कहाँनिर यतामा रिलिज। फिमेलले चाहिँ हान्छ अट्याक खान्छ होला। फिमेलको मुख सानो हो खाइदिन्छ कि यसले। सक्छ उसले त खाए। ओए देखि गाइस सिधै यसले 1 बाइट यार चाहिँ आधी खायो खान्छ भाइ यसले। यसलाई मैले एकचोटि दिएको थिएँ कि प्रो मिलबाट। हाम्रो फिस शपमा पाइन्छ गाइस। अब एउटा जिन्दावाला अर्को दिउँ भाइ यसले। दिदी नि छोड यसलाई त खाइदिन्छ भाइ। फिमेल बेटा जा लल्लु छोड पागल। अब त खाइदिनै पर्छ। हेरमै हाम्रो स्यान्डीले कसरी खान्छ भाइ। जा भाइ जा गाइस। म चाहिँ शनिबार पोलर प्यारेट ल्याइरहेको छु। अनि मोन्स्टर फिस यसले खान्छ। यसले खा गाइस। अनि त्यसपछि हामी चुप अट्याक हान्छ। अब एकदिन चुप लाग साँच्चैमा अट्याक हान्छ। अट्याक हान्छ क्या यसले। सिधै भएले पारेर खाइदिइहाल्छ। हो त्यो एउटाले डेनिज एउटाले खाँदैन एक्सपेरिमेन्ट गर्ने। त्यो पछि खान्छ गाइस यसले। एउटाको त यस्तो चिठेर उडाइदियो यसले। आधी शरीर खाइदियो अनि छोडिदियो। हाम्रो फिमेल बेटाले पनि अन्डा पानी बेला भएको रेड कलरको सबसे रेयर बेटा गाइस। रेड अनि ग्रीन कलरको हेर्नु। यो पन्डमा अहिले केही पनि छैन गाइस। यहाँनिर चाहिँ मेरो येल्लो ड्रागन छ है। यहाँनिर हेर्नु यो बक्समा येल्लो ड्रागन अनि प्ल्याटीको बच्चाहरू गाइस। यतानिरको चाहिँ हामीले भिडियो बनाउन पाएनौँ। यिनीहरूले चाहिँ एकैचोटि झट्कामै ल्याम्मै पारिदियो यार। हेर्नु है कतिवटा छ यता त गाइस धेरै डेनी जेब्राहरू छ। 20 वटा होला यार। हामीले न्युज हाले नयाँ हाले गप्पिजहरू पनि छ। गप्पिजको मैले फ्राई छोडेको थिएँ। हेरौँ न तिनीहरू कत्रो भयो होला।
20वटा चाहिँ गाइस यो त डेनियल जेब्रा 21वटा मैले अस्ति 15-16वटा ल्याएको थिएँ अनि हाम्रो घरमा पहिलादेखि 9वटा थियो अनि एउटा प्लेटी छ 8 ई गप्पीको फ्राई कत्रो भइसक्यो बे ई गप्पीको फ्राई लास्टै ठुलो भइसकेछ है अनि यो चाहिँ हाम्रो डेनी ट्यानलर गप्पीको बच्चा ट्यानलरै निस्के मलाई त व्हाइट टक्सिडो कोही गप्पी मनपर्छ यार त्यो ल्याउनु पर्ला गाइस अनि पर्सि हामी फिस सप ओइ हामी पर्सि फिस सपमा गएको बेला कुन ल्याउने फिस एउटा त पोलर अनि पैसा बच्यो भने प्याटीको लागि मेरो अनि अझ पैसा बच्यो भने सक्कर फिस सक्कर नै बेटाको फिमेल हामी चाहिँ हाम्रो बेटाको फिमेलको लागि एउटा फ्रेन्ड लिएर आउँछ यसलाई यहाँ हाल्ने पनि यसले डेनियल जेब्रालाई चाहिँ केही पनि गर्दैन तर ग्रुपमा देख्यो भने चाहिँ डेनियल जेब्रालाई अट्याक गर्छ अनि एकले फ्ल्याटीलाई अट्याक गर्छ अनि गप्पी खाइदिन्छ भाइ गाइस आजको लागि चाहिँ यति नै बाई बाई